ओहो के हो यो सागर त माथिबाट गइरहेछ त हौ त्यताबाट ढुङ्गा लड्दाखेरि ओ बाफ्रे यस्तरी जानुपर्छ अनि फेरि कहाँबाट यार बब्बाल यहाँ 7 तला रहेछ है यहाँ चाहिँ 7 तला लाइन भाइ 6-7 तला यहाँ भन्दा हुँदैन रहेछ तल अब हामी यहाँबाट चाहिँ मेन जङ्सनबाट जाँदैछौँ खतरा छ यहाँ सानोतिनो मुटुल चाहिँ आउनु सक्दैन ल यस्तो गुफाभित्र ल बब्बाल छ बब्बाल यो चाहिँ डेन्जर सुस्पा छिमतीको गुफा भन्छ यसलाई चाहिँ खासै यसको गुफाको नाम चाहिँ थाहा भएन छिमती गुफा भनौँ बिस्तारी जा है भाइ बिस्तारी जा लड्लास खतरा छ ठाउँ चाहिँ है बाफ्रे चेप क्या चेप यताबाट नि रहेछ यहाँबाट माथि माथि आउने होइन ओ बाख्रे यस्तै पुवाल छ यस्तो पुवालबाट छिर्नुपर्छ आउँदैछ है त्यो अरू पनि बाघ आउँछ के हो बाघ आउँछ यता भित्र अप्ठ्यारो छ है बब्बाल छ बब्बाल एउटा ढुङ्गा पत्रे चट्टान रहेछ यहीँ पत्रे चट्टान हामी चाहिँ यतापट्टि जान्छ त साइड चेन्ज गर्छ त म यस्तो ढुङ्गा छ भूकम्पमा झर्दैन बाख्रे ल हेर त उता क्या टल्किरहेको के बाबा मोती नै मोती छ यता यस्तो बबाल ठाउँमा त यार फर्स्टचोटि आयो लाइफमा डेन्जर ओए केटाहरू आओ यस्तो बबाल त्यहाँबाट चाहिँ बाहिर प्रकाश देखिन्छ है त्यहाँबाट चाहिँ खतरा यस्तो ठाउँ रहेछ यस्तो ठाउँलाई नि पर्यटन व्यवस्थापन गर्यो भने त यति राम्रो हुन्छ कि ल बब्बाल हो कि ल यताबाट नि छ त हौ ठाउँ कि त के गर्ने यो हामी कति फ्लोरमा आयौँ हामी अब यहाँबाट माथि 7 तला जान्छौँ हामी 6 तला मुनि 7 तला मुनि गरेर आयौँ अब हामी लास्ट फाइनल माथि जाँदैछौँ फेरि गर्न सकिन्छ त कहाँबाट हो यहाँबाट चढ्ने हो माथि अर्को कोठा यहाँबाट त बाहिर निक्लिनु त सकिँदैन होला नि त बाहिर सकिँदैन अब यहीँबाट निक्ल्यौँ चमेरोहरू हाम्रो कति हो तर चमेरो सागर जाँदैछ माथि अड्या छ है यस्तो छ यस्तो पातलो यहाँ हेर न पातलो ढुङ्गा ल सागर त माथि गरे हो र सकिन्छ बाहिर गुफा हो त जानु नसक्दैनस् त्यहाँ मोटेछस् जाउँ सागर सक्न सक्छ अब यहाँ मोटे छ यो लड्न सक्छ मोटिन जाँदैछ हाम्रोमा अझै कालेर बाहिर निक्लिनु लड्छ है भाइ बिस्तारी चाची कस्तो छ यहाँ त 6-7 तलको बिल्डिङ जस्तो छ कहाँ भने तल डेन्जर खतरा हो क्या कति हो यार अँधेरो छ है पुरै अँधेरो केटाहरू बाहिर
बाघ यहाँ कहाँबाट पस्छ हो पसेर नि त पढ्ने ठाउँ छैन बाघ खतरा यस्तो यस्तो ठाउँ रहेछ यार यस्तो ठाउँ रहेछ कि हेट यस्तो ठाउँ रहेछ कि यस्तो ठाउँ रहेछ कि अहिलेसम्म नसोचेको क्या ठाउँ यहाँबाट यस्तो भित्र छिरेर आर्मीको ट्रेनिङ लिने मान्छेहरूलाई सजिलो हुन्छ फेरि यस्तरी हिँड्ने घुँडा यस्तरी टेकेर चट्टलाएर निक्लिनु भने फेरि यहाँबाट चाहिँ पापी अपराधीहरू चाहिँ पस्न र निक्लिनु सक्दैन अरे यस्तो छ परिका यस्तो गाह्रो छ यस्तो गाह्रो गरेर देखाइरहेको छु आइया सबै यस्तो घुँडा टेकेर हिँड्नुपर्छ घुँडा ल घुँडा हात पुरै टेकेर हिँड्नुपर्छ यत्रो पुहाल्छ अनि तल गइसकेपछि फेरि ठुलो कत्रो आमा हो